हेलो हेलो के गर्दै हो? टेन्सन भएर बसिरहेको छु। हो र? किन र? हिजो हजुरलाई मैले फोन गरेको फोनै उठाउनु भएन, त्यसैले। हिजो आमासँगै हुनुहुन्थ्यो, त्यही भएर उठाउनु पाएन। हो र? हो नि। सधैँ बोलिराख्ने मान्छे एक दिन बोल्न नपाउँदा कस्तो मन दुख्दो रहेछ। त्यसो भए आज भेटौँ न त सधैँको ठाउँमा। ए हो, भेट्ने हो? ल म आइहालेँ। हस्। कति ढिला गरेको? कुर्दा कुर्दा थाकिसक्यो यार। आइपुग्यो त अब। कस्तो गर्मी भयो, बसेरै कुरा गरौँ न ल। बस्ने त बस्ने, कहाँ बस्ने, खोइ ठाउँै छैन। यता हो न, यता छ। किन रिसाएको? के भयो र? रिसाइहाल्छ नि, रिसाउँदैन त। हिजो बेलुका त्यत्रो फोन गर्यो, फोन उठाउनु छैन, के छैन, केही खबर छैन। धेरै नरिसाउ न, मेरो फोन साइलेन्टमा थियो कि थाहै पाइन। हो ठिक छ, म त यस्तो थाकेको छ तिमीलाई कुर्दा कुर्दा। एकछिन सुत्छु ल, पल्टिन्छु ल। हेर न कपाल। एउटा कुरा सोधौँ? सोध न। तिमीले मलाई कति माया गर्छौ? मैले यति धेरै माया गर्छु। माया पनि जोकेर जोकिने कुरा हो र? हो र? हो नि। कहिले कहिले त शङ्का लाग्छ यार। होइन, कस्तो शङ्का लाग्छ? फोन पनि उठाउँदैनौ, अहिले पनि धेरै कुरे, फोन पनि लागेन। मेरो फोन बिग्रेको छ, साइलेन्टमा रहेको छ, फोन आएको थाहा नै हुँदैन, त्यही भएर हो। ए साँच्चै तिमीले मलाई सपिङ गर्न लाने भनेको होइन? सपिङ गर्न जाऊँ न ल। एकछिन न, थाकिरहेछ, एकछिन आराम गर्छु नि। तिम्रो काखमा कति आनन्द आइरहेछ। के भयो? कमिलाले टोक्यो। हो? ढिलो भइसक्यो, जाऊँ न। ल ल जाउँ जाउँ। के भएको यो मेरो है? के गरेर बिग्रियो हिँड्ने यो? कस्तो हो यो हैन? ओ साथी कता हो? ओहो, तिमीहरू यहीँ छौ? अनि के गर्दै हो? बसिरा हो। ए कुराकानी गर्दै। के हो, भाउजू पाएपछि हामीसँग भेटघाटै छैन त? त्यही त, भाउजू पाएपछि हामीलाई वास्तै गर्नु छोड्यो। के हो यो? त्यस्तो होइन, तिमीहरू त मेरो साथी हो, सम्झिरहेको छु। किनभने समयको कमी भएर मात्रै हो, नभए त भेट्ने मन त मेरो पनि छ नि। अहिले पनि अलि हतार छ, जान्छु ल। जाउँ। आमा, एकछिन म बाहिर गएर आउँछु है। खाली
बाहिर 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 भनेको छ कहाँ जान्छ हो यो अरे छुट्याइ जाइ हुन्छ एकछिनमा आइहाल्छु म काम छैन हिँडा छ लखर लखर कति ढिला हो म त कुर्ता कुर्ता वाक्क भइसक्यो तिमीलाई थाहा छ त साउको काम कति गाह्रो हुन्छ भन्न बित्तिकै कहाँ निस्कन पाइन्छ त बल्ल तल्ल त सकेर आएको हाते समात्नु पर्छ भनेको मान्छेले देख्यो भने अहिले के भन्ला तपाईँ पछि पछि आउनु त ए केही हुन्न क्या केही हुन्न भने देख्छ नि के हुन्छ र हेलो भन्नु त ए म साँच्ची भनौँ कि झुट बोलाउँ सु गरिरहेको छु हो र ल म आइहाल्छु तल भेट्छु ल हुन्छ कस्तो मुला नागो र सर्केको घर घरमा ओइ ओइ मुला अर्का घरको पेटीमा मुच्छस् मुला ए अर्का घरमा हो हैन तेरो आफ्नै घर हो कस्तो छ यार आमा खाना पाकेन कस्तो भोक लाग्यो गाउँतिर लखर लखर घुमेर अगाइनस् तपाईँको भात भन्दा त इल्ला खाना के गर्छौ बुढी माउ आफ्नो छोरालाई किन नि क्या नरिसाउनु न आमा कस्तो भोक लागेको छ आफ्नै छोराको माया लाग्दैन भने धेरै नाटक नगर हिँड भात खानु कति राम्री हाम्रो आमा त जाउँला हिँड पाँचदेरी भइसक्यो गाउँ गाउँ डुल्याएको छ ठुली आमा के भयो सन्चै हुनुहुन्छ सन्चै छु अनि रुपेश कता गयो नि त्यो गाउँतिर कतातिर गयो होला नि भन्न
त्यसको बारेमा अलि यसो नराम्रो सुनिरहेको छु म। के सुन्यौ र त्यस्तो? त्यो पारी खत्रीकी छोरी केमासँग बसिरहेको हुन्छ जहिले। आफ्नो जातको केटी पाउँदैन त्यसले, अरूको जातको केटीहरूसँग हिँडिरहेको छ। यसो छोरालाई सम्झाउने गर्नुहोस्। अनि तिमीलाई चाहिँ के भन्छ? मेरो छोराको खुसी नै मेरो खुसी हो। तपाईँको खुसी भएर मात्रै हो, समाज टोल नातागोता चाहिँदैन भोलि तपाईँलाई? छोडिदेऊ भाइ, हिजोआजको जमानामा पनि नाता गोता छर छिमेकको मुख हेरेर बस्ने हो। जसले आफ्नो छोरा खुसी जसरी हुन्छ त्यसरी हेर्ने। अब खै मैले त आफ्नै ठुलो आमा सोचेर भने हो तपाईँलाई मतलब छैन भने जेसुकै गर्नु, मलाई के चासो, जति गरे नि नहुने। किन जान्ने हुँदो रहेछ, अर्काको खोजी र चासो गरेर किन हिँड्नु पर्यो? के हो र? ल म आइहालेँ। के भयो बाबु? आमा सम्झनाले त आफूहरू गर्न लागेको छ। म गइहालेँ। पछि आउनु तपाईँ। मैले साँच्चै नै गल्ती गरेको रहेछु। यति धेरै माया गर्ने मान्छेलाई छोडेर धनको पछि नलागेको भए सायद आज यो दिन आउने थिएन होला। अब म के गरौँ? मलाई अब मर्न बाहेक अरू कुनै विकल्प छैन। समस्याको समाधान हुने भए निकै दूर मरिसक्थ्यो। के तिमीले धोका दिएको थियौ? तिमी पो मरेर जान्छ, माया मर्छ, मर्दैन होइन? आऊ ल ओइ के भयो त? रुँदै बसेको छ त? केही पनि भएको छैन आमा। अनि किन रुँदै बसेको? मलाई केही पनि भएको छैन आमा। के हुन्छ र मलाई? बाबु केही पनि भएको छैन भन्छस्। म तेरो आमा हो, तेरो मनको कुरा बुझ्छु। तँलाई केही नभए यसरी रोएर बस्छस्? भन् त के भएको छ? अघि छिमेकी बाबु आएर भन्दै थियो तेरो त्यो पारी गाउँको खत्रीको छोरीसँग माया बसेको छ अरे। भन्दै थियो जात मिल्दैन भनेर। जात नमिल्नेसँग कसरी माया प्रीति गरेको भनेर भनिरहेको थियो। त्यसैले मैले केही भनिनँ, किनकि तेरो खुसी नै मेरो खुसी हो। तँ बाहेक मेरो अरू को नै छ र? आमा मायामा जात आउँछ र? मैले त जातसँग माया गरेको होइन नि आमा। मैले त मनसँग पो माया गरेको थिएँ। के मायामा पनि जातपात आउँछ र? आउँदैन होइन र आमा? धर्म जात मायामा कसरी आउँछ? माया भनेको त मनदेखि गर्ने होइन र? एक मनसँग अर्को मन मिल्नु पर्ने होइन र आमा? किन यस्तो भइरहेछ यो?
त्यसो भए म कुरा गर्छु। भयो आमा, पर्दैन, छोडिदिनुहोस्। उसको खुसी नै मेरो खुसी हो। उनै चाहँदैन भने जबरजस्ती नगरौँ आमा। भयो, बिन्ती छ, बस्नुहोस् त। सबैले भन्छन् तपाईँ भगवान हो अरे। यदि भगवान हो भने मेरो दुःख पीडा बुझिदिन्थ्यो होला। भगवान, मैले अहिलेसम्म तपाईँलाई केही पनि मागेको थिएन। आज तपाईँको सामु हात फैलाउँदैछु, तर मेरो मायाको बिचल्ली भएको छ। तपाईँ आज फैसला गर्नुहोस्, माया ठुलो कि पैसा ठुलो भनेर। यदि पैसा ठुलो हो भने ठिक छ, यदि माया ठुलो छ भने मेरो जस्तो चोखो माया कसैको छैन। त्यही कारणले सक्नुहुन्छ भने मेरो मायालाई फर्काइदिनुहोस्। मेरो सामु ढुँडा टेकेर मेरो चोखो मायाको भिख माग्ने बनाइदिनुहोस्। भगवान, भिख माग्ने बनाइदिनुहोस्। योभन्दा म केही पनि माग्न चाहन्न। के भयो? बोल्दै बोल्दैन त। होइन, के भयो? के भयो? के गल्ती भयो मबाट? के कुरै गर्दैन? अनि न बोल्नु छैन, के छैन, हिँड्या छ। मलाई तिमीसँग बोल्नु पनि छैन र केही भन्नु पनि छैन। हेलो, के भएको होला यो मान्छेलाई? केटी मान्छेहरूको नखराइ बढी क्या? हेलो, रुपेश, के भयो? केही पनि भएको छैन यार। केही पनि भएको छैन भन्छस्? आँखामा आँसु देखिरहेको छ त। त्यस्तो केही पनि होइन। अघि आउँदाखेरि आँखामा धुलो पस्याएको थियो, त्यही कारणले आँसु आएको होला। तिमीले झुटो बोलेर के गर्नु साथी? मैले बाहिर सुनेको छु। भयो, अब चिन्ता नगर, म छु, म सम्झाउँछु। एकछिन भयो यार, के सम्झाउनु? हिरा पाएपछि सुनलाई बिर्सिने, उज्यालो पाएपछि जुनलाई बिर्सिने, अनि पैसा पाएपछि गुणलाई बिर्सिने, त्यस्तो मान्छेहरूलाई सम्झाएर के पाइन्छ यार? छोड्दे। मैले सम्झाउँछु भनेको थिएँ, अब तिमीले नै भन्नु पर्दैन भने म गएँ।